ए मुङ्को 24 मुङ्को मुङ्को होला 24 हो र आखिर भनौँ त यो भरे बुढाले बाँच्छ नि फेरि 1 2 3 4 5 6 7 ए कपा केरा पार्ने यो आफ्नो संस्कार भन्नु हो फेरि बुढा 24 बिदा त हुँदैन कहाँको 24 मा बुढा ना त को मन भाइ मन फुकेर साथी खेना त मके अन्य सब मुख सुई दुईटा भाँडा कहिले पनि हामी 8वटा भाँडा हो 4वटा तामा 4वटा पित्तल त्यो पनि ठुल्ठुलो अहिले त हामीले परिमार्जन गर्दै ल्याएर संशोधन गर्दै ल्याएपछि दुईटा भाँडा त्यो दुईटा भाँडा पनि 400 दिन पर्छ तर त्यसमा आउनु पर्यो नि नमस्ते भाइ म जन्ती सबै भएको कारणको मै हो ल हुन्छ बेहुला यहाँ छ लानु पर्यो अब जानु बेहुला त कोते पर्छ जन्ती पर जाने जति पर्छ रेडी होइन होइन यो यताबाट हो नि त पर्साउने ओटी क्या ओटी हाम्रो सम्झी पनि भित्रपट्टि आउनु पर्छ रमाइलो भएर त हामीले के हो बिचक रमाइलो भएर पानी अब यो परन्डी अब दुई मात्रै भयो है दुई तीन भयो ल बेहुली आइसक्यो अब के हो अहिले मात्रै होइन परन्तु फुलमाला चाहिँ लगाइराख्नु पर्यो सधैँ भित्र हो
ज्वाइँ दी खाने हुनु माई खाने नहुनु भन्नु जानुभयो मलाई दिइराख्नु सहयोग गर्नुपर्छ सजिलो अप्ठ्यारो अब पकाइन्छ ल उता फेर्नु यतापट्टि ढोकापट्टि फेर्नु अब चाहिँ पूजा गर्नु यो पहिला दिवाली कि थाल्नु पूजा गर्नु त्यसलाई चाहिँ पूजा गर्नु अनि यो पूजा पुज्नु यो चिनेको पुज्नु लोकन्दीले चाहिँ जितिहाल्नु पर्यो है लोकन्दले चाहिँ नजितेको जस्तो गर्नु पर्यो ताने ताली ताली भुइँमा राखेर
पैसा दिनु हातमा हो त्यो ग्यास हो त्यो अर्को ल्याउनु हो अर्को ल्याउनु है यो अर्को खेत चाहिन्छ हो ल हो त्यो चाहिँ अब हो यो हाम्रो वर्ग राख्नु पर्यो त्यो आवश्यक हो छोरी खाना फेरि त्यही man bui mina bandila musun muka morona kanci yo चाहिँ घरमा नफुकाइकन पैसा पनि नखसाइकन लगेर पिटी राख्नु कहाँ कहाँ खोला कानी चिउलाएर राख्नु यो त पिटी लिएको पत्ता नबी अगाडि बढ्छ हामी चाहिँ कहाँ बस्छौँ सिट लाउनु पर्छ नि मामालाई भन्नु खै बेहुला चाहिँ कस्तो चला रहेन हामी चाहिँ बेहुली पुराउन हिँड्यौँ बेहुली पुराउनु हो बेहुलीलाई पुराउन खै होला मजा लाग्दै खुसी लागिरहेछ बेहुली लिएर आउँदा उहाँहरू चाहिँ बेहुलाको पक्षको हुनुहुन्छ लास्टमा बेहुलीले आफै हो छाता ठिकै छ
ल माइती वेलकम चलो चलो हामी त आयौँ त बेहुली पाएर त हाँसिहाल्छ नि बेहुला 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 राम्रो खिच्नु परेन आजै हो नत्र दसैँ पर्खिनुपर्छ टिका लाउनु भने बाहिर गएछ सरुको दिन म त चिन्दिनँ खाना खानु पर्यो अहिले खान्छ है